नमस्कार। आज हामी नेपालको तरकारी खेतीबारे अलिक गहिरिएर कुरा गर्दैछौँ है। नमस्ते, एकदमै। हामीसँग थुप्रै सामग्रीहरू छन्, लेख, रिपोर्ट, टिप्पणीहरू। यसले के देखाउँछ भने विगत कस्तो थियो, अहिले के छ, कसरी खेती भइरहेको छ, बजारको के छ हालत। हो नि, किसानका समस्याहरू अनि अब के हुन सक्छ भन्ने कुराहरू। हो, आज यी सबैलाई यसो मिलाएर हेरौँ न त। खासमा के भइरहेको छ, यसको मतलब के हो, एउटा चित्र बनाउने कोसिस गरौँ। एकदमै सान्दर्भिक विषय पनि हो यो, किनभने यो त सिधै हाम्रो भान्सासँग जोडियो होइन। देशको अर्थतन्त्र अनि लाखौं किसान परिवारको जीवनयापन। त्यही त। यसलाई माथि माथि हेरेर मात्र भएन, अलि भित्रै पसेर बुझ्नुपर्छ जस्तो लाग्छ मलाई। ल, त्यसो भए अलिकति इतिहासबाट सुरु गरौँ कि परम्परागत खेती त अब चलि नै रहेको थियो। त्यो त छँदै थियो। तर अलि व्यावसायिक रूपमा, अलि व्यवस्थित तरिकाले चाहिँ 2030को दशकपछि अलि बढेको जस्तो देखिन्छ नि, होइन? हो, त्यतैतिरबाट हो। पोखरा, काभ्रे, चितवन यी ठाउँहरू सुरुदेखि नै अलि बढी चिनिएका। पकेट क्षेत्र जस्तो बने नि त। हो, अहिले पनि हेर्ने हो भने टमाटर, काउली, बन्दा, सागपात, आलु यिनै हुन् मुख्य बाली। तर उत्पादनको तरिका, स्तरमा केही फरक आयो कि? परिवर्तन त पक्कै आएको छ। खेतीको प्रकृति हेर्दाखेरि कस्तो छ भने एउटा त मौसमी भयो, मतलब निश्चित सिजनमा मात्र फल्ने, जस्तै काँक्रो, फर्सी। अनि अर्को चाहिँ लगभग वर्षैभरि लिन सकिने खालका पनि छन् नि। साग भयो, बन्दा, गोलभेडा, तर त्यसको लागि फेरि उपयुक्त प्रविधि चाहियो। प्रविधि? हो, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के रे, हावापानी अनुसारको बिउ छान्नु पर्यो। पहाडमा हुने जात तराईमा नहुन सक्छ, तराईको गर्मीमा हुने जात पहाडमा नफल्न सक्छ। यो चाहिँ एकदमै ध्यान दिनुपर्छ। हो नि त, तपाईँले प्रविधिको कुरा ल्याइहाल्नुभयो। अचेल त गाउँ गाउँतिर पनि देखिन्छ नि त्यो प्लास्टिकको टनेल। टनेल खेती। पोली हाउस पनि। अनि पानीको कुरा गर्दा त्यो थोपा सिँचाइ, के रे ड्रिप इरिगेसन। हो, ड्रिप, पानी बचाउने। पाइपबाट सिधै बोटको जरामा पानी पुर्याउने। यो पनि अलि चलेको जस्तो छ नि। यसले साँच्चै किसानको आम्दानी बढायो त के देख्नुहुन्छ? हेर्नुस्, प्रविधिले उत्पादन बढाउन, गुणस्तर सुधार्न त पक्कै मद्दत गर्छ। राम्रोसँग व्यवस्थापन गर्न जान्ने हो भने, मतलब रोग किरा हेर्ने, मलखाद मिलाउने, त्यस्ता किसानले टनेल वा पोली हाउसबाट राम्रै कमाएका उदाहरणहरू पनि छन्। तर प्रविधिले मात्रै सबै ठिक पार्ने चाहिँ होइन रहेछ। खास चुनौती त फलाइसकेपछि आउँछ। बजारको कुरा? हो, बजार व्यवस्थापन। यो चाहिँ ठूलो टाउको दुखायो। हो नि, यो त सधैँ सुनिन्छ। फलाउन त फलायो, तर बेच्ने बेलामा उचित भाउ नपाउने। अनि बिचौलियाको बिगबिगी। हो, ढुवानी गर्दा महँगो पर्ने। अनि कति तरकारी त बारीमै, बाटोमै, बजारमै कुहिएर जान्छ। खै, त्यही त। यो चक्र तोड्न केही प्रयासहरू चाहिँ भएका छैनन् र? जस्तो कतै पर्दाखेरि किसानहरू आफै मिलेर बजार खोजेको। छन्। त्यस्तो प्रयास नभएको होइन। केही सहकारीहरू, किसान समूहहरूले सिधै होटल, रेस्टुरेन्ट, सुपरमार्केटसँग कुरा मिलाएर बेच्न थालेका छन्। त्यो त राम्रो हो। अनि कन्ट्र्याक्ट फार्मिङ पनि छ, मतलब कम्पनीसँग पहिले नै यतिमा किन्ने भनेर सम्झौता गरेर खेती गर्ने। अनि अर्को क्लस्टर उत्पादन भन्ने पनि छ। एउटै गाउँका धेरै किसान मिलेर एउटै चिज लगाउने अनि एकैचोटि धेरै उत्पादन गरेर बेच्ने। सामूहिक रूपमा? हो, सामूहिक बजारीकरण। तर यी प्रयासहरू अझै सानो स्केलमा छन् क्या। बिचौलियाको नेटवर्क र त्यो पुरानो बजारको संरचना यति बलियो छ नि कि त्यसलाई तोड्न गाह्रो छ। हो, त्यसको लागि त नीतिगत रूपमै केही हुनु पर्यो अनि किसानहरू पनि अझै सङ्गठित हुनु पर्यो। किसानका अरू समस्या पनि त छन् नि। मौसममा भर पर्नुपर्ने कुरा त छँदैछ। त्यो त सधैँको भइहाल्यो। त्यसमाथि रोग किरा लाग्यो भने गाह्रो। मल, बिउ, विषादी कति महँगो हो नि। सिँचाइ सबैतिर कहाँ पुगेको छ र? अनि त्यो सरकारी अनुदान, सस्तो ब्याजको ऋण पनि सबैले कहाँ पाउँछन् र? पहुँचकै कमी छ त्यसमा। एउटा स्रोतमा एकजना किसानले भन्नुभएको कुरा साह्रै मन छोयो के। उहाँले भन्नुभएको थियो, हाम्रो पसिनाको मूल्य त अरूले नै खान्छन्। त्यो सुन्दा नमिठो लाग्छ। उहाँको निराशा प्रष्ट देखिन्छ नि यसमा। हो नि। यो निराशालाई आशामा बदल्न त धेरै काम गर्न बाँकी छ। पहिलो कुरा त सिँचाइ नै हो, त्यो नपुगी भएन। अनि राम्रो खालको, रोग नलाग्ने अनि सस्तो पनि पर्ने बिउ किसानसम्म पुर्याउनु पर्यो। बजारलाई किसान मैत्री बनाउन नै पर्छ। सायद केही डिजिटल प्लेटफर्महरू पो बनाउने हो कि? त्यो पनि राम्रो आइडिया हो।
या सहकारीलाई नै बलियो बनाएर बिचौलियाको भूमिका घटाउने अनि कृषि बीमा यो पनि महत्त्वपूर्ण छ, तर यसलाई अझ सजिलो बनाउनु पर्यो। अनि अरू नयाँ सम्भावनाहरू नि? छन् नि, जस्तो कृषि पर्यटन, फार्ममै मान्छे घुम्न आउने, खाने, बस्ने। अनि आजकाल अर्ग्यानिक खेतीको माग बढ्दो छ। हो, जैविक खेती। सहरहरूमा पनि कौशी खेती, सानो ठाउँमा गरिने अर्बन फार्मिङ, यस्ता अवसरहरूलाई पनि समात्न सकिन्छ। यति धेरै चुनौतीका कुरा गर्दा गर्दै पनि कतै कतै सफलताका कथाहरू सुन्दा चाहिँ अलि आशा लाग्छ। जस्तो चितवनतिर बन्दा बेचेरै राम्रो कमाएको। छन् त्यस्ता उदाहरणहरू। वा, काब्लिकतिर महिला किसानहरूले टनेल खेतीबाटै आत्मनिर्भर बनेको हो नि। अझ खुसी लाग्ने कुरा त पछिल्लो समय अलि पढे लेखेका युवाहरू पनि प्रविधि र अलि व्यावसायिक योजना बनाएर कृषिमा आइरहेका छन् भन्ने सुनिन्छ। यसले केही राम्रो सङ्केत गर्छ कि? पक्कै पनि गर्छ। यी उदाहरणहरू अनि युवाहरूको आकर्षणले के देखाउँछ भने यदि सही योजना बनाउने हो, लगानी गर्ने हो, प्रविधि मिलाउने हो, बजारको तालमेल मिलाउने हो भने कृषि घाटाको पेसा मात्रै होइन, यसमा भविष्य छ। तर यसलाई व्यक्तिको प्रयासमा मात्रै छोड्नु भएन। हो, त्यही त। आजको हाम्रो यो कुराकानीको सार पनि त्यही हो जस्तो लाग्यो। तरकारी खेती भनेको किसानको पेट पाल्ने कुरा मात्रै होइन। यो त हाम्रो खाद्य सुरक्षा, हाम्रो स्वास्थ्य अनि देशकै अर्थतन्त्रको एउटा महत्त्वपूर्ण हिस्सा हो। एकदम। निष्कर्षमा भन्दाखेरि यो क्षेत्रलाई साँच्चै माथि उठाउने हो भने नीति बनाउनेहरू, अनुसन्धान गर्नेहरू, बजार चलाउनेहरू अनि किसानहरू सबैजना मिलेर लाग्नुपर्छ। गहिरो सहकार्य चाहिन्छ। हो। अनि मुख्य कुरा किसानलाई सम्मान दिने, उनीहरूले गरेको लगानी खेर जाँदैन भन्ने विश्वास दिलाउने वातावरण बनाउनु पर्यो। एकदमै महत्त्वपूर्ण कुरा। ल, अब श्रोताहरूलाई एउटा प्रश्न सोचेर बस्न छोडौँ न त। हुन्छ। तपाईको विचारमा अबको 5 वर्षमा नेपालको तरकारी क्षेत्रमा सबैभन्दा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्ने खालको एउटा नौलो प्रविधि वा एउटा नीतिगत सुधार चाहिँ के हुन सक्ला? सोच्दै गर्नुहोला है। विचार गर्दै गर्नुहोला। धन्यवाद। धन्यवाद।